कोलम्बिया संक्रमणकालीन न्याय पुस्तकबाट अडियो बुकका लागि भाग 6। दोस्रो विश्वयुद्ध 1938 सँगै कोलम्बियाका नागरिक बेपत्ता पार्ने क्रम सुरु भयो। सन् 2000 मा 12 जना बेपत्ता परिवारको सक्रियतामा स्थायी राष्ट्रिय बेपत्ता व्यक्ति खोजबिन आयोगको स्थापना गरियो र हाल नागरिक समाज पनि त्यसमा संलग्न भएका छन्। हालसम्ममा 22,000 जबरजस्ती बेपत्ता सहित 1,14,000 सङ्ख्याका व्यक्ति बेपत्ता पारिएका छन्, जहाँ पुरुषको सङ्ख्या 88% छ। महान्यायाधिवक्ताको कार्यालय तथा राष्ट्रिय विधि विज्ञान संस्थाले प्रविधिको प्रयोग गर्दै शव उत्खननको लागि सहयोग गरिरहेको छ। महान्यायाधिवक्ताको कार्यालयले 45,154 बेपत्ता व्यक्तिको सामूहिक चिहान फेला पारी तिनीहरू उप अनुसन्धान कार्य गरिरहेको जनाइएको छ। 38 जना फार्कले हत्या गरेका बालबालिकाको सामूहिक चिहान समेत फेला परेको छ। विधि विज्ञान संस्थाले पीडितबाट उजुरी दर्ता गरी तथ्याङ्क सङ्कलन गरिरहेको छ। गत जुलाई 2017 सम्ममा 6,862 सङ्ख्याका 5,387 चिहानहरूबाट व्यक्तिको कङ्काल उत्खनन गरिएकोमा 3,482 51% को मात्र परिवार पहिचान गरी अन्तिम संस्कार सम्पन्न गर्न उनीहरूलाई शव हस्तान्तरण गरिसकिएको छ। यति लामो समयसम्म बेपत्ताका परिवारजनले काजक्रिया समेत गरेका छैनन्, तर 2,50,000 बेपत्ता परिवारजनबाट जिन सङ्कलन गरी डाटा बैंक स्थापना गरिएको छ। होन्डुरस सन् 1982 मा 12 बेपत्ता परिवारको स्थापना गरेको गैर सरकारी संस्था कमिटी अफ रिलेटिभ्स अफ द डिसअपियर्ड इन होन्डुरस जुन 2001 मा मात्र आएर दर्ता गरियो। एम्नेस्टी इन्टरनेसनलले सन् 1980 देखि 1992 सम्ममा सेनाले 184 परिवारहरू बेपत्ता पारेको प्रतिवेदनमा उल्लेख गरेको थियो। उक्त संस्थासँग आबद्ध रहेका पीडित परिवारमध्ये केहीको हत्या समेत गरियो, केहीको भने अपहरण त केहीलाई मार्ने धम्की समेत दिइएको थियो। इथियोपिया संक्रमणकालीन सरकारले पूर्व राष्ट्रपति मेन्गिट्सु हैली मेरियम पूर्व कम्युनिस्ट जुन्ता सैनिकका प्रमुखको शासनकाल 1977 देखि 1991 मा गराइएको नरसंहार, युद्ध अपराध र मानवता विरुद्धको अपराधका सम्बन्धमा अनुसन्धानको लागि विशेष अभियोजक कार्यालयको घोषणा 1992 गरिए तापनि औपचारिक रूपमा जनवरी 1993 मा मात्र कार्यालय स्थापना भयो। सन् 1990 मा रसियाले आफ्नो सम्बन्ध अन्त्यको घोषणा गरेसँगै हैलीको शासन सङ्कटमा परेको थियो। हैली लगायत 300 सेनाका अधिकारी तथा राजनीतिक पार्टीका नेताहरू 17 वर्षसम्म आफूले गरेको मानवाधिकारको उल्लङ्घन ज्यादतीबाट डराएर देश छोडेरै भागेपछि 2000 सेनाका अधिकारीहरूलाई शङ्काकै भरमा कुनै आरोप बेगर पक्राउ गरियो। विशेष अभियोजकले अदालतमा मुद्दा दायर गर्नको लागि शङ्काको घेरामा राखिएका व्यक्तिलाई 3 भाग नीति निर्माता, अपरेसन कमान्डर र आदेशकर्तामा विभाजन गरे। लामो समयसम्म कुनै आरोप बेगर थुनिएका व्यक्तिहरू त्यस बेला अझ अप्ठ्यारो अवस्थामा परे। जब अभियोजक कार्यालय नै आर्थिक सङ्कटमा फस्यो, 43 जना राजनीतिक पार्टीका नेताहरूलाई जेल सजाय तोकिए तापनि 24 जना फरार सूचीमा रहे। हैलीलाई डिसेम्बर 2006 मा तल्लो अदालतले आजीवन कारावासको सजाय सुनायो। पनि मे 2008 मा त्यहीको सर्वोच्च अदालतले नमरुन्जेलसम्म कैद गर्ने फैसला गर्यो।
उनी जिम्बाब्वेमा शरण लिएर बसे तापनि जिम्बाब्वेले इथियोपियालाई सुपुर्दगी गर्न मानेन, किनकि रबर्ट मुगाबेले हैलीलाई औपचारिक पाहुनाको घोषणा गरेको मात्र नभई सुरक्षा सल्लाहकारको रूपमा पनि स्वीकार गरेका थिए। रबर्ट मुगाबेले 37 वर्षको शासन सत्तामा नोभेम्बर 21, 2017मा राजीनामा दिएपछि हैलीको पनि भविष्य अनिश्चित बनेको छ। अर्जेन्टिना सन् 1970 को दशकतिर सुरक्षा निकायले आस्थाका बन्दीलाई एकान्तको कारावासमा थुनेपछि चिलीका कानुन व्यवसायीले जबरजस्ती पक्राउ गरी बेपत्ता पार्ने कार्यको विरोधमा आवाज बुलन्द पारे। बेपत्ता पार्ने कार्य ल्याटिन अमेरिकन देशहरूको डटी युद्ध 1976 देखि 1983 सँग सम्बन्धित छ, जसमा अर्जेन्टिना र चिली पर्दछन्। अर्जेन्टिनामा तत्कालीन सैनिक जुन्टाले कु गरी नागरिकमाथि निरङ्कुशता लादेपछि नागरिक सैनिक ज्यादतीको विरुद्धमा सडकमा ओर्लेर प्रतिरोध गरे। उक्त प्रतिरोधको क्रममा अर्जेन्टिनामा 10,000 देखि 30,000 सम्म अनुमानित जनालाई जबरजस्ती पक्राउ गरी बेपत्ता पारियो। तर सत्य आयोगको प्रतिवेदनले आफ्नो कार्यकालको छोटो अवधिमा 8,960 मात्र बेपत्ताको नाम सङ्कलन गर्यो। आयोगले सार्वजनिक सुनुवाई नगरे तापनि 7,000 पीडितहरूको बयान मात्र सङ्कलन गर्यो। सेनाको डरले धेरै पीडित परिवारहरूले आयोगमा सेनाको विरुद्ध उजुरी दर्ता गराउन प्रथमतः गाह्रो माने। अर्कोतर्फ सेनाका राष्ट्रपतिले आयोग बन्नु पूर्व नै आफ्ना मातहतका निकायहरूलाई बेपत्ता सम्बन्धी सबै प्रमाणहरू नष्ट गर्न आदेश दिएका थिए। सबै बेपत्ताको हत्या गरिसकेको प्रतिवेदनले निष्कर्ष निकाल्यो। जुन्ता सेनाका 5 पीडकहरूलाई पक्राउ गरिए तापनि अभियोजनको कानुन नै निलम्बन गरिएको कारण कारबाही प्रक्रिया अगाडि बढ्न सकेन। सेनाको नेतृत्वले क्षमादानको लागि थुप्रै कानुनहरूको निर्माण गरे, तर पनि नागरिक सरकारले 2003मा आएर ती क्षमादानका प्रावधानहरूलाई खारेज गरी सन् 2010 सम्ममा आधा 700 पीडकहरूलाई कारबाही गर्न सफल भयो। आयोगले आफ्नो प्रतिवेदनमा सेनालाई मानवाधिकार शिक्षाको तालिम दिन, पीडित परिवारहरूलाई राहत प्रदान गर्न तथा न्यायिक सुधारको लागि सिफारिस गर्यो। बेपत्ता बालबालिकाको स्थितिबारे अनुसन्धानको लागि अर्को आयोग निर्माण गर्न सिफारिस समेत गर्यो। परिणामस्वरूप सन् 1992मा आएर आयोग नेसनल कमिसन फर द राइट टु आइडेन्टिटी नै स्थापना गरियो। दक्षिण अफ्रिका दक्षिण अफ्रिकाको टिआरसीले सीमित 21,000 पीडितहरूबाट मात्र प्रमाण सङ्कलन गर्यो। सङ्कलित मध्ये पनि 2009.5% को सङ्ख्यामा रहेका पीडितहरूलाई मात्र सार्वजनिक सुनवाई गरियो। पीडकहरूको तर्फबाट 7,112ले आम माफीको लागि निवेदन दिए, तर 12% 849 पीडकहरूलाई मात्र आम माफी दिइयो। ठुलो सङ्ख्याका 74% पीडकहरूको निवेदनहरू अस्वीकार भए। बाँकी 14%ले क्षमादानको निवेदनलाई फिर्ता लिए। आयोगको स्थापना हुनु पूर्व नै सुरक्षा निकायले आफ्नो मातहतमा रहेका निकायहरूलाई प्रमाणहरू नष्ट गर्ने आदेश दिएका थिए। गम्भीर मानवाधिकारको उल्लङ्घनमा संलग्न रहेका पीडकहरू उप आयोगले सार्वजनिक सुनवाईको लागि बोलाउँदा पूर्व राष्ट्रपति पी.डब्ल्यू. बोथा लगायत सेनाका पूर्व जर्नलहरूले उपस्थित हुन अस्वीकार मात्र गरेनन्। बोथाले त सार्वजनिक रूपमा नै धम्की दिँदै भने, म आयोगमा बयान दिन आउँदिन, जे लछार्छौ लछार। अचम्म त यो रह्यो कि सबैलाई राष्ट्रपति नेल्सन मण्डेलाले आम माफीको घोषणा गरे, तर 89% रहेका काला जातिका पीडितहरूले
त्यो घोषणालाई मण्डेलाले काला जातिको सङ्घर्षलाई बेचे भन्ने आरोपसम्म लगाए। आम माफी तथा मेलमिलापको घोषणापछि मण्डेलालाई सार्वजनिक रूपमा उपस्थित हुन नै सुरक्षाको कारणले गाह्रो हुन पुग्यो। हाल ग्रामीण स्तरका ती क्रुद्ध पीडितहरूले सामाजिक न्याय र पीडक उप कारबाहीको माग गर्दै ससाना समूहहरू निर्माण गरी राज्य विरुद्ध सशस्त्र अभियान नै छेड्दैछन्। कागजपत्र मिडियाद्वारा प्रकाशित सङ्क्रमणकालीन न्याय पुस्तकको अडियो बुक भाग 6 मा हामी यहाँसम्मका वाचन गऱ्यौँ। अब अन्य भागहरू पनि यहाँहरूमाझ ल्याउँदै जानेछौँ। युट्युब च्यानल हेर्दै गर्नुहोला, सब्सक्राइब गर्दै गर्नुहोला र आफ्ना कमेन्टहरू पनि गर्दै गर्नुहोला। लेखक दीपक शर्मा, द्वन्द्व तथा शान्ति अध्येता।